ज्वाइँले पनि एकदमै मजाले हँसाएर ठाउँ ठाउँमा के अचम्मको फिल्म छ क्या यो दर्शकहरूले यो त्यो हाहु होइन त्यो एक्सन रोमान्स होइन रोमान्स छ अब एकदम एक्सन हाहु हुन्छ नि टाङडुङ त्यो खोज्ने मान्छेहरूको लागि चाहिँ यो फिल्म होइन तर आनन्दले फिल्म हेर्छु होइन यो भन्छन् किताब पढे जस्तो उपन्यास पढे जस्तो होइन आनन्द लाग्छ नि पढ्दै जाँदा यो फिल्म पनि हेर्दै जाँदा मजा लाग्छ होइन मलाई चाहिँ यो डाइरेक्टरलाई मैले भेटाएको फिल्महरूभन्दा अगाडि होइन उहाँलाई बधाई दिएर जान्छु कि हरेक कलाकार त्यो वृद्ध कलाकार को हो म यहाँ सोध्नेवाला छु कि उहाँलाई उहाँ के नै 90+ होला है कस्तो मजाले गर्नुभएको छ क्या अनि एकछिन अनि अर्को मलाई भद्लाएको चिज चाहिँ होइन आमा छोरो जब इन्टरभल पछाडि टुरमा निस्कनुहुन्छ त्यहाँ धेरै चिज सानो सानो चिजले होइन हाम्रो जीवनको लाई उजागर गरिरहेको छ क्या यहाँ आफन्तहरू भन्ने हुन्छ होइन आमा छोरो जब त्यो एउटा गाउँमा मामा भन्ने कहाँ जान्छ नि त होइन आफन्त भनेर कहाँ कहाँ खोज्दै जान्छ आफन्तले त्यहाँ चिया खाएको पनि पैसा ल्याइदिन्छ क्या खेल खाने पनि पैसा ल्याइदिन्छ यहाँ सब भन्ने आफन्तहरू भन्ने मात्रै हो क्या होइन त्यो मलाई अहिले मैले जुन डाइलग भने नि अरूलाई ओढाएर आफूलाई न्यानो हुँदैन क्या आफूलाई न्यानो हुन आफै उठ्नुपर्छ भने एउटा यस्तो मनमा हान्यो त्यो चिज होइन त्यो चिज छ कि के भन्छ नि मान्छेहरू हामी यो आफन्त यो ऊ भनेर भन्छौँ नि के पनि होइन क्या छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी भन्छ नि होइन त्यो चिज पनि यहाँ ठाउँ ठाउँमा देखाएको छ होइन एकदम मजा लाग्छ कति मान्छेहरू हुन्छ नि हामी समाजमा देख्छौँ होइन अरू कसैलाई गिराउनलाई होइन हामी यो हामी चाहिँ मिलिरहेछौँ भनेर त्यो टिकटकमा फेसबुकमा देखाउनलाई होइन मिले जस्तो गर्छन् कि तर मन मिलिरहेको हुँदैन नि त होइन एकदम स्लो पोइजन हो हेर्नुहोस् होइन मजा लाग्छ तर पुरा हेर्नुहोस् क्या जस्तै तपाईँको जीवनमा के हुन्छ नि योगा सिकाउने